हेलो एभ्रिवान, सबैजनालाई वेलकम छ फेरि पनि। म चाहिँ आइसकेँ हजुरहरूलाई एउटा नयाँ छोटो मिठो ब्लग लिएर। मैले चाहिँ आफूलाई देखाएन किनभने मैले खिच्दै थिएँ। सुरुको बाग देखेर थाहा पाउनुभयो होला तपाईँले कहाँको भनेर, मैले भनिराख्नु पर्दैन। आज चाहिँ रहेको थियो द्वारिकाको यो रिसोर्टमा माथि धुलीखेलमा। अनि लालीगुँरासको एकदमै राम्रो सजावट थियो। अनि यो चाहिँ माथि प्रोग्राम रहेको थियो हाम्रो चाहिँ। प्रोग्राममा चाहिँ कहिले अप एन्ड डाउन भइरहेको छ हाम्रो चाहिँ। अनि हाम्रो यो प्रोग्राममा चाहिँ एउटा यस्तो खालको इन्सिडेन्ट्स भयो होइन। हामी त्यहाँ पुग्नु अनि त्यहाँ धेरै भेराइटिजहरू रहेछ। अनि त्यसपछि हाम्रो हाम्रो मात्र होइन, दुईवटा तिनटै प्रोग्रामहरू चाहिँ क्यान्सल भएको रहेछ, ठाउँ सानो भएको भएर। अनि त्यही भएको भएर अनि हामीलाई चाहिँ के गर्ने भयो होइन। अनि हामी चाहिँ एकछिन बस्यौँ अनि बसेर अनि भ्यूको आनन्द लियौँ होइन। एकदम सुन्दर सजावट गरिएको थियो। अब को आउनु थियो होला, जस्ट एकदम राम्रो सुन्दर सजावट गरेको थियो। अनि जङ्गलको बिचमा हरियालीमा यो होटेल चाहिँ यस्तो राम्रो चराहरूको आवाज सुनिन्छ। ओ माई गड। अनि मलाई यो घुमाउनु चाहिँ कस्तो रमाइलो लागिरहेको थियो, कस्तो टुन टुन आवाजहरू आइरहेको थियो। यस्तै हो, प्रोग्राममा कहिले हुन्छ कहिले हुँदैन। अनि प्रोग्राममा गइसकेपछि चाहिँ प्रोग्राम क्यान्सल भए पनि इभेन्टवाला चाहिँ पैसा दिनुपर्छ। अनि यो प्रोग्रामको पैसा चाहिँ हामीले पायौँ, ढिलै भए पनि। यस्तै हो, काममा कहिले के हुन्छ कहिले के हुन्छ, आफूले भनेको जस्तो हुँदैन। यस्तै हो, यस्तै भयो। डान्सहरू पनि गर्न पाएन। अनि हामी चाहिँ खाजासाजा खाएर फर्क्यौँ। आजलाई यो भिडियो यही हो। थ्याङ्क यू।